के हुँदैछ यहाँ? के बनाएछ? नमस्कार, मेरो नाम कुसुम श्रेष्ठ। म एसएस श्री देवी माध्यमिक विद्यालयमा कक्षा 12 मा अध्ययन छात्रा। आज हाम्रो विद्यालयमा शैक्षणिक प्रदर्शनी कार्यक्रम भइरहेको छ। यसै गरी म चाहिँ सामाजिक अध्ययनसँग सम्बन्धित विषयहरू देखाउँदैछु। यो चाहिँ यहाँनिर यो चित्रबाट दुई थरी कुराहरू सिक्न सकिन्छ। यहाँनिर वृक्षरोपण गर्नाले वातावरण राम्रो हुनुदेखि लिएर जलमुनिको जीवनसम्म राम्रो हुन्छ भने धेरै औद्योगिक कल कारखाना खोल्नाले अथवा रुखहरू काट्नाले चाहिँ पर्यावरणलाई सन्तुलनमा राख्न दिँदैन र जलमुनिको जीवन पनि नष्ट गर्दछ। चाहिँ भुम्लु गाउँपालिकाको बारेमा केही कुराहरू देखाइएको छ। जम्मा भुम्लु गाउँपालिकामा 10वटा वडाहरू रहेका छन् भने वडाहरूमध्ये सबैभन्दा ठुलो वडा नम्बर 1 सापिङ हो। यहाँको कुल क्षेत्रफल चाहिँ 91.46 रहेको छ भने यहाँको कुल जनसङ्ख्या 15,600। पालिकाले चाहिँ सिन्धुपाल्चोक जिल्लालाई समेत छोएको छ भने अन्य 3वटा गाउँपालिका अथवा नगरपालिकालाई छोएको छ। नमस्कार, म गगाई गिरी, यसै विद्यालयमा अध्ययनरत छात्रा। यो के हो? यो बसाइ सराई सम्बन्धी रहेको छ। देख्नुहुन्छ बसाइ सराईले चाहिँ ठुलो प्रभाव पारिरहेको छ। बसाइ सराईले चाहिँ प्राकृतिक स्रोतहरूको रास ल्याएको छ भनेदेखि मानिसहरू चाहिँ सेवा र सुविधाको खोजीमा बसाइ सराई गर्ने गरेको देखिन्छ। हेलो Good afternoon today. My name is Subin Giri. I am going to teaching materials going to days oil. यो चाहिँ सन्डेदेखि स्याटरडेसम्म छ। यो चाहिँ नेक्स्ट यो चाहिँ भावल र कन्सोनेन्ट लेटर। भावल लेटर चाहिँ ए ई, भवेल लेटर चाहिँ ए ई आई ओ यू हो। बाँकी चाहिँ कन्सोनेन्ट लेटर। नेक्स्ट टी चेन लेटर हामीले इङ्ग्लिसमा लेख्दाखेरि ट चेन लेटर चाहिँ दुईटा लाइनको बिचमा लेख्नुपर्छ। जिराफ लेटर चाहिँ हामीले बिचको लाइनको तलबाट छुँदाखेरि रेड लाइनसँग छुनुपर्छ। यो मङ्की लेटर यो चाहिँ तलको रेड लाइनसँग छुनुपर्छ। धन्यवाद, थ्याङ्क यू। साइन्स हो के छ ल तपाईँहरूको देखाउनु त ल। सबैभन्दा नमस्कार। आज शिक्षाशील माध्यमिक विद्यालयमा अनौपचारिक हुन गइरहेको शैक्षिक कार्यक्रममा चाहिँ विज्ञान विषयको बारेमा मुटुको बारेमा चाहिँ भन्न गइरहेको छु। रहेका विभिन्न अशुद्ध रगतहरूलाई चाहिँ सिपेरिल भेनेकामा र इम्पेरिल भेनेकामाले मुटुको दायाँ हरिकलमा लिएर आउँछ। दायाँ हरिकलमा अशुद्ध रगत, दायाँ हरिकल र दायाँ भेन्ट्रिकलको बिचमा चाहिँ भल्भ रहेको हुन्छ जसको नाम डाइकस्ट्रिक भल्भ हो। त्यो डाइकस्ट्रिक भल्भ खुलेपछि चाहिँ अशुद्ध रगत वा कार्बन डाइअक्साइड युक्त रगत चाहिँ एओर्टिक भल्भहरू चाहिँ शुद्ध रगत एउटाबाट शरीरको विभिन्न भागमा पुग्छ भन्ने। यो के हो? यो
होइन यही पर्दैन यो के हो यो यो मानव मूत्र प्रणाली हो यसमा चाहिँ कसरी काम गर्छ भनेर देखाइएको छ के हो यो के हो यो पोलिन्डोस्कोप के गर्छ यसले यसले चाहिँ विभिन्न बुट्टाहरू बनाउनको लागि प्रयोग गर्छ जसलाई चाहिँ कसरी गर्छ खोइ देखाउँ त एकचोटि यहाँबाट हेरेपछि विभिन्न रङको बुट्टाहरू बन्छ ल ठिक छ ल अर्को बिग होल क्यामेरा हो जसले चाहिँ वस्तुको आकृतिलाई उल्टो देखाउँछ एकचोटि राम्रो बच्चा सरी हुन्छ फेरि यो के हो अरे यो पिन होल क्यामेरा अनि तिम्रो हातमा भएको यो चाहिँ पेरिस्कोप हो जसले तलबाट माथिको वस्तु हेर्न सकिन्छ त्यसो ल्याउ त एकचोटि 45 डिग्रीमा बनेको छ क्यामेराले यो बत्तीको पुलमा पानी हालेर बनाएको छ चाहिँ कन्भेक्स लेन्सको प्रयोग गरिन्छ प्रकाशका किरणहरूलाई केन्द्रित गर्छ अनि सानो ठुलो बनाएर हेर्न पनि प्रयोग गरिन्छ त्यसले उल्टो देखाउँदो रहेछ है ल ठिक छ ल उल्टो निकाल्दा रहेछ के हो यो चाहिँ गोला हो यसको टिआसी निकाल्ने सूत्र 4πr² आयतन निकाल्ने 4/3 πr³ त्यसपछि र यो चाहिँ अर्धगोला हो यसको चाहिँ टिआसी निकाल्ने सूत्र 3πr² र यसको आयतन निकाल्ने सूत्र 2/3 नमस्कार मेरो नाम प्रगति गिरी हो म कक्षा 6 मा पढ्छु आज चाहिँ म म्याथको प्रदर्शनमा लसर र मसर निकाल्ने तरिका बताउन गइरहेको छु त्यसै गरी हामी पहिलो चाहिँ मसर निकाल्छौँ मसरमा हामी 8 र 12 को निकाल्ने छौँ 8 का साथ गुणनखण्डहरू 8 का गुणनखण्डहरू 1 2 4 अनि 8 रहेको छ त्यसै गरी 12 को शिक्षक हो म कक्षा 6 मा पढ्छु म आज टेलिग्राफबाट केही चित्र देखाउन गइरहेको छु पहिला चाहिँ म यही बनाउन गइरहेको छु नेक्स्ट अर्को बनाऊ सबसे पढी यस विद्यालयले आयोजना गरेको शैक्षिक प्रदर्शनी कार्यक्रममा चाहिँ आज हामीले नेपालीको केही भन्न गइरहेका छौँ व्याकरण मध्ये विभिन्न कुराहरू मध्ये आज चाहिँ हामीले पर्यायवाची शब्दलाई लिएर आएका छौँ तपाईहरुलाई थाहा छ पर्यायवाची शब्द नमस्कार मेरो नाम अंकिते प्रधान हो म कक्षा 7 मा अध्ययनरत छात्र हुँ र म आज नामको बारेमा केही भन्न गइरहेको छु नामको परिचय कुनै वस्तु पदार्थ व्यक्ति वा भाव तथा यिनीहरूमा गुण बुझाउने शब्दलाई नाम भनिन्छ वा कुनै पनि व्यक्ति वस्तु पदार्थ वा भाव कुनै पनि धन्यवाद के हो यो रसो दिँदा आकार दिँदा उकार हो म कक्षा 10 मा अध्ययनरत छु आज चाहिँ हाम्रो स्कुलमा शैक्षिक प्रदर्शन हुँदाखेरि हामी संस्था गठनका सदस्यहरूले चाहिँ पोषण प्रदर्शनमा तपाईहरुलाई केही कुराहरू राख्दैछौँ यस अरु विषयमा चाहिँ भाइले पोषणहरुको बारेमा केही जान्न गइरहेका छौँ पोषण भनेको हामीलाई दैनिक रूपमा नभई नहुने तत्त्वहरू एक बार खाना चाहलाई पनि पोषण भनिन्छ पोषण अन्तर्गत तीन प्रकारमा वर्गीकरण गरिएको छ शक्ति दिने वृद्धि र विकास गर्ने र सुरक्षा गर्ने खानेकुराहरू शक्ति दिने खानेकुराहरूमा चाहिँ कोदो सकरखण्ड घिउ चामल जस्ता खानेकुराहरू पर्छन्
वृद्धि र विकास गर्ने खानेकुराहरूमा मस्याङ मासु दाल मकैहरू पर्छन् र सुरक्षा गर्ने खानेकुराहरूमा घरिया सागपात अमला उखु फलफुलहरू पर्छन्। हामीले पर्याप्त मात्रामा खानुपर्छ। दाल र गेडागुडी छाँके पछि खानुपर्छ। फलफुल र तरकारी दुनै पछि खानुपर्छ। माछा दुध र अन्डा नियमित रूपमा खानुपर्छ। गुलियो र चिल्लो सावधानीपूर्वक खानुपर्छ। यो चाहिँ के हो यसको बारेमा अलिकति भनिदिनु पर्यो ल। यहाँ हामीले हरेक बार खानाचारको लागि यो उदाहरणको रूपमा प्रस्तुत गरेका छौँ। यो सन्तुलित थालीको रूपमा दिन सकिन्छ। यस अन्तर्गत पोषणका लागि वर्गीकरण गरिएका तिनै तत्त्वहरू यसमा हुनुपर्छ। के देख्यो यहाँबाट? के देख्यो यहाँ? पर देख्यो? डाँडा उतै देख्यो कि हो? के देख्यो यहाँबाट? यो मान्छेको आकृति उल्टो उल्टो देखिँदो रहेछ। हेर्नलाई प्रयोग गरिन्छ। यो चाहिँ तलदेखिबाट माथि तलबाट माथि हेरिन्छ। जस्तो कि हामी भित्र बसेर बाहिर हेर्न सक्छौँ। हेरौँ हेरौँ मुन्ना सर कति दिन्छ खै? यो त खाल्टोभित्र बसेर बाहिरको एनिमी हेर्नुपर्ने काम लाग्ने चाहिँ खाल्टो मुनि बस्ने अनि खाल्टो माथि के आइरहेको हेर्ने। विभिन्न शब्दहरूमा चाहिँ 4वटा लिएर आएका छन्। भानु अनि दिवाकर अनि भास्कर आदि हुन् र अर्को शब्द चाहिँ पृथ्वीको रहेको छ। पृथ्वीको चाहिँ धरती अनि भूमि अनि धरणी मोदिनी रहेको छ। र चाहिँ नेपालको नक्सा हो। यहाँ चाहिँ नेपालको विभिन्न प्रदेशहरूको विभाजन गरेको छ। यो चाहिँ कोशी प्रदेश 1 नम्बर अनि यो चाहिँ मध्य प्रदेश यो बागमती। कमेन्टलाई सब्सक्राइब गर्ने कि भिडियोलाई च्यानललाई सब्सक्राइब गर्ने।